यहाँ यो चाहिँ यता सम्धीहरूकोबाट होला यतापट्टि बेहुलापट्टि उता बेहुलीपट्टिबाट चाहिँ सबैजनाले एकैचोटि बरु स्टार्ट भयो अब हो यहाँ खसीको मासु अब यो 15,000 र 11,000 हो ट्रोक भुटानको लो बाई बाई लो सबलाई लो बाई 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 हेलो गाइस नमस्ते टास्टीले फ्याकुलो तपाईँलाई स्वागत छ हाम्रो युट्युब च्यानल ब्लगमा है अब अहिले म बिहान निक्लेर हाँसीमारा गएर आएको छु हो अन्त अब फेरि आज अहिले फेरि हाँसीमारा जानुपर्ने छ बिहाको भिडियोहरू त तपाईँले हेरिहाल्नु भयो होइन हो के अरे अब तिनै अब जाने अब अस्ति चाहिँ यता हेर्नु भयो अब आज चाहिँ उता के अरे जोजोको अब छोरीको ससुराली वहाँनिर गएर कस्तो के रहेछ तपाईँहरूलाई पनि देखाउँछु घरतिर लाग्दैछु तिरुमिटोलबाट जाँदैछु घरतिर गाइस आज उता लानुको लागि तयारी के हुँदो रहेछ त्यो म तपाईँहरूलाई देख्छु म यता आउँदैछु यहाँ यता यहाँ घरपट्टि म आउँदैछु यहाँ भित्र पस्दैछु म ल यहाँ रोटी एकदम स्टार्ट भइरहेछ हौ अब बिहा चाहिँ खानै पर्ने आज त सम्धिनीको ढोकाइ पो त है ए ल आज चाहिँ गजब हुने पऱ्यो ल गाइस अब हामी चाहिँ हिँडेको हाँसीमारा हो यहाँ हेरिहाल्नुहोस् यता यहाँ सबै यहाँ झुन्डिरहेको छ पछाडि भाइ अब उहाँ गएर चाहिँ अब तपाईँहरूलाई देखाउँछु है कस्तो कस्तो के रहेछ है को सम्धिनी हो कतिको ढोकाइ हुने पर्ने हो त्यहाँ त्यो सब कुरोहरू देखाउँछु हो अहिले चाहिँ लाग्दैछ रामगाउँको बाटो टी गार्डन एरिया भेट्छ है तुर्सा टी गार्डन हामी दलपाडा आइपुग्यो हो हाम्रो ग्रुपमा चाहिँ उहाँ अगाडि स्कुटीमा पनि छ यो गाइस अब हामी मन्दिर आइपुग्न आँटे है हाँसीमारा पेट्रोल पम्प आइपुग्न आँटे यहाँबाट चाहिँ राइट लिनुपर्छ हो सबै यहाँ पर्खिरहनु भएको छ हो लो कोही खानु पसिहाल्यो अब हामी चाहिँ लाग्दैछौँ यता ओह्रालो यहाँ भेला हुँदै रहेछ कोही होटलतिर भेला भएको छ यहाँ जोजोहरू यता कोही स्कुटीमा छ यता स्कुटी पार्टीहरू चाहिँ यहाँ छ ल अब यहाँबाट चाहिँ हामी भित्र पस्यो यसलाई चाहिँ यसमा चाहिँ सामानहरू पठाएको थिएँ बिहाको सामानहरू उसले लिएर आएको उसले त बियर पनि खाएर आयो अरे ऊ आइपुगेका छौँ हामी हो यहाँ तल नयाँ बेहुलीको घरको यता आइपुगेका छौँ अलिक शीतल जग्गाहरू रोकेर राख्नु पर्यो हो यहाँ हेरिहाल्नुहोस् यहाँ आइपुगेका छौँ अब हामी भित्र जाँदैछौँ हो सबै हेरिहाल्नुहोस् यहाँनिर ए उहाँ अब 2 रुपियाँ भन्नु हुँदैछ पोल्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ हो
चाहिँ मजाले यहाँ फुलिरहेको छ बारमै लगाएको फुलहरू नि हेरिहाल्नुहोस् त सयपत्री फुल अहिले नि रहेछ कोही सुकिसकेको छ हो यहाँ अब सम्धी ढोकाइको लागि यहाँ तयारी हुँदैछ हो यहाँ यो चाहिँ यता सम्धीहरूकोबाट होला यतापट्टि बेहुलापट्टि उता बेहुलीपट्टिबाट चाहिँ रेडी हुँदैछ एकदम lu asing dog ni apa? Masuk. Dog no. Dog no na abe? Dog is age? हुन्छ अझै एक लसो लसो राखिदिनु आसँगो चाहिँ यो चाहिँ अब चाहिँ फेरि खाला अर्को सम्झिनु अझ चाहिँ यहाँ राखिदिनु यहाँ राखिदिनु आसिङले अब सम्झिलाई चाहिँ कसरी आसिङको पनि उतै सम्झिने राखिदिनु सुन्नु भएन नि त सम्झी र सम्झिने ढोकाइसक्यो निहुरेर मात्रै ढोक्नु नि अब तीनचोटि भयो एकचोटि हुन्छ हुन्छ अब सम्झिने अब लाउनु मिल्ने होइन अन्त सगुनको त्यहाँनिर खदा राख्यो हो यता फेरि खदा त फेरि यता छोरीले फेरि लाँदै लगाइदिँदै अब सम्झी ढोकाइ उहाँ चाहिँ आबेन हुनुहुन्छ है Abe? अब सम्झिने ढोकाइ स्टार्ट होइन उहिँड्न सक्दैन त त्यहाँले अलिक छेउमै जानुहोस् न त बिमारी छ के बढियामा रङ भइगयो फोकस गरौँ फोकस उहाँको चाहिँ नाना के आँसु फोकस गरौँ फोकस
मिल्थ्यो नि अब त यतै बसेर पनि अलिक अँधेरो अँधेरो हुन्छ कि उता यता ठिक थियो नि ल सम्धी अब सबैजनालाई एकैचोटि बोल ए लु माम ल माम त पछाडि भएर त्यही त मम आउनु भएको रहेछ ल यसो चखाउनु त पर्यो होला मैले मिलेर होइन यो चाहिँ खोल्ने समय आयो अब हो मेन चाहिँ खाने मान्छेहरू चाहिँ यता यहाँ छ के खाने ए ल गाइस अब यहाँ पुगे अब उता सन्धि ढोकाहरू सक्यो कि अन्त यहाँ हेर्नुहोस् त अब स्टार्ट भयो अब यो हो यहाँ खसीको मासु अब यो 15,000 र 11,000 हो ट्रुप भुटानको दुईटा जुत्ता त अन्त मान्छेको हालत कस्तो हुन्छ होला यहाँ हेर्नुहोस् त अहिले त फ्रेस छ कि दाँत देखाइरहेको छ कि अहिले हेर्नु के हुने अहिले आफूलाई त यस्तो चल्ने होइन फ्रन्ट साइडमा बसेर सुन्नु पऱ्यो नि अब चेन्ज गर्दै यहाँ हेरौँ त यहाँ ल गाइस अब उता आपा पार्टी यता आमा पार्टीहरू यहाँ हेर्नुहोस् पुरा ठास्टा ठुसठुस गर्दैछ त उयो ऊ हो नि त हौ साँच्चै हो ओ यता चेयर्सहरू लु उतापट्टि गएर चाहिँ नखाए नि छेउमा बसेर यस्तो गफसफ हाँक्दै बस्नु पऱ्यो अब भाइ बुहारीको हालत त्यस्तो छ बिमारी अन्त त्यो आएन सिनाको त्यो पनि यत्रो परेछ नि त लु खास सम्झिलाई यो हो नि त त्यो र यो जाँदा त है अब गाइस अब म अब अरू कुरो नखाने मासु चाहिँ सघाइदिनु पऱ्यो खानुको लागि हो यहीँ हजुर ल गाइस चेस है मलाई नै आइपुगेको छ तर अर्कै मेरो चाहिँ गुलियो टाइपको सम्झे ल गाइस
पेप्सी बियरहरू मासुहरू टन्नै खाएर आबेन भात खानु लागेको छु ठुलो आपा हुनुहुन्छ है यहाँ खाना खानु रेडी छौँ अब माथि पुगाइसक्यो खाना त यहाँ हेर्नुहोस् यो हो मेरो यहाँ हेर्नुहोस् है माछा चिकनहरू चाहिँ अब चाहिँ ओभरफ्लो हुन्छ कि यहाँदेखि चाहिँ होस् होला अब ग्रुप चाहिँ गाइस यहाँ दिइरहेको छ हो धम यहाँ ल गाइस यो तपाईँहरूले घरको पनि रहेछ हड्डी अलिक छेउमा ल्याएर लु न त हामीलाई तपाईँहरू पनि खानुहोस् ल्याऊ यसो गरेर चाहिँ यहाँ खालि 2 बोतल त्यति भए त भयो पुग्यो नि अब अहिले त्यो बाटोमा कता ठोक्किने कता उफ्रिने थाहै हुँदैन अहिले कति बोतल लडाए मैले त्यो पेप्सीको 1 बोतल पेप्सीको 2 बोतल ल त गाइस खानापिना टन्नै भयो खाइपियो गऱ्यो अब बिदाबारी चल्दैछ हो अब बिदाबारी लिनु पर्यो आएर है ल बाई बाई ल सबलाई ल बाई 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 ल हाम्रो घरमा फेरि आउनु होला लाग्यो हामी चाहिँ ल बाई गरिदिनु बाई बाई ल बाई बाई फेरि भेटौँ ल त गाइस आजलाई यतिमै कस्तो लाग्यो के लाग्यो कमेन्ट भन्नु लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु च्यानललाई माया गर्नु नयाँ हुन्छ सब्सक्राइब गरिदिनुहोस् हुन्छ बाई फेरि भेटौँला Do not forget to like, comment and subscribe. Also share with your friends, family and your lover. Take care.